सुचार्नु ढाका म आज यो एभोकाडोको बिरुवा चाहिँ रोप्न गइरहेको छु। यो चाहिँ हाम्रो पोल्ट्री फार्मिङ, यहाँ कुखुराहरू छ। ल हामीले चाहिँ अब यहाँनिर एउटा बिरुवा रोप्ने, अनि यहाँनिर एउटा, अनि अर्को उतानिर रोप्ने प्लान गऱ्यौँ। अब म खाल्टो खन्छु है त। सो हामीले यत्रो खाल्टो चाहिँ बनायौँ। अब यसमा तल चाहिँ खासै मल नभएको भएर अब यसमा कुखुराको मल हाल्ने हामी हाल्छौँ, अनि त्यसपछि बल्ल चाहिँ त्यो बिरुवा हामी यहाँ रोप्छौँ। A few minutes later. भर्खरै हामीले कुखुराको खोरबाट चाहिँ मल निकाल्यौँ र अब हामी यो मल चाहिँ खाल्टोमा हाल्छौँ। पानी हालिसकेपछि चाहिँ अहिले हाम्रो यस्तो भयो, यो मल पनि भिजेको छ। अब हामी थोरै यसमा माटो थपेर अनि हाम्रो बिरुवालाई चाहिँ यहाँ सार्छौँ। ल हाम्रो बिरुवा रोप्नको लागि चाहिँ हाम्रो खाल्टो अब एकदम ठिक्क भएको छ। हामीले मलहरू सबै हाल्यौँ, पानी हाल्यौँ। अब चाहिँ यहाँ हामीले यो बिरुवा रोप्दा एकदम ठिक्क हुन्छ। र यो चाहिँ हाम्रो बिरुवा भयो। मैले चाहिँ बिउबाट चाहिँ यत्तिको बिरुवा चाहिँ उमारेर बनाउन सफल भएको थिएँ। र यो हामी अब यसलाई यो प्लास्टिकलाई चाहिँ उकाएर हामीले यहाँ रोप्नेछौँ। सो यो गर्दाखेरि चाहिँ एकदम विचार पुर्याउनु पर्ने हुने रहेछ, किनभने यो माटो जम्मै झऱ्यो भने बिरुवाको चाहिँ जराहरू जम्मै देखिन्छ र छुट्यो भने यो बिग्रिन सक्छ। यो चाहिँ हाम्रो बिरुवा भयो है। अब हामी यसलाई रोप्छौँ। सो गाइज, अब अहिले दिन पनि ढल्न लागिसकेको छ र फाइनली मैले मेरो खेतमा चाहिँ 5वटा एभोकाडोको बोट रोपेको छु अहिले यो टाइम लगाएर। अनि 5वटा मध्ये चाहिँ यो एउटा भयो होइन, यो एउटा सुरुमा रोपेको वाला यो थियो, दोस्रो यो, त्यसपछि चाहिँ यहाँनिर रोपेँ एउटा है, यो रोपेँ। त्यसपछि अर्को दुईवटा यो भयो होइन, त्यसपछि अर्को दुईवटा चाहिँ उतापट्टि रोपेको छु है। म देखाउन जाँदैछु तपाईँहरूलाई। दुईवटा चाहिँ यहाँनिर छ, यहाँ यता एउटापट्टि छ है, त्यहाँनिर छ। र अर्को चाहिँ यो भयो है त, यो भयो जुन चाहिँ यो खोरको यहाँनिर पर्छ। यहाँ एउटा रुख पनि छ, यहाँनिर पर्छ। र अर्को चाहिँ यतापट्टि भयो है। यो चाहिँ 4थवाला थियो, यो रोपेपछि मैले त्यो रोपेको हो र यो चाहिँ यहाँ रोपेको छु है, जुन चाहिँ यो केराको बोट नजिकै छ र है। यो यति चाहिँ मैले आज रोप्न भ्याएँ। सो मेरो प्लान नै यही थियो, म 5वटा एभोकाडोको बोट नयाँ चाहिँ सेम ब्याचको चाहिँ 5वटा चाहिँ रोप्छु भन्ने चाहिँ मेरो प्लान थियो र मैले यो चाहिँ आज गरेको छु। र अहिले चाहिँ म पुरै हिलामै छु। हिलामै भन्नाले अलिक खुट्टाभरि हिलो छ र काम भ्याइयो। सो अब जाने, फ्रेसअप हुने, बस्ने है। अब अँध्यारो पनि भइसकेको छ। सो लाइट पनि अलिक कम नै छ अहिले चाहिँ है। अब यो बिस्तारै यसलाई अब भोलि पर्सि गरेर अब यसलाई
बारहरू लगाउने सबै बोटहरूलाई चाहिँ बार लगाउने र बार लगाएर अलिक प्रोटेक्ट गर्ने किनभने यो त अब अहिले एकदम सानो छ अब केही कुराले चाहिँ अलिकति दखल दिँदाखेरि पनि यो चाहिँ मासिन सक्छ सो यसलाई प्रोटेक्ट पनि गर्नुपर्ने छ र थ्यांक यू फर वाचिङ गाइज